तपाई भिजुअलाइज गर्नुस् तपाई द ह्याप्पीनेस एडभान्टेज बुक पढ्दै हुनुहुन्छ तपाई स्पेसिफिक की पोइन्ट्सहरु पढ्नुहुन्छ जुन युनिक छन् यो भिडियो त्यो की पोइन्ट्सको आधारमा बनेको छ हामी भिडियोमा द 20 सेकेन्ड रुल द टेट्रिस इफेक्ट जस्तै कन्सेप्टहरु जान्ने छौं थ्योरेटिकल नलेज भन्दा पनि प्र्याक्टिकल नलेज बारे आज म यो भिडियोमा डिस्कस गर्ने छु प्र्याक्टिकल नलेज एउटा यस्तो टाइप अफ नलेज जुन इम्प्लिमेन्ट गर्न र गरेर इफेक्टिभ रिजल्ट्स पाउन सकिन्छ लेट्स स्टार्ट द बुक समरी द ह्याप्पीनेस एडभान्टेज द ह्याप्पीनेस इक्वेसन तपाई यो कन्सेप्टसँग फेमिलियर हुनुहुन्छ त्यो घर तपाईको भए तपाई खुसी पाउनुहुन्छ त्यो केटी तपाईको वाइफ भए तपाई खुसी पाउनुहुन्छ त्यो आइफोन तपाईको भए तपाई खुसी पाउनुहुन्छ यो कन्सेप्टमा अचिभमेन्ट देन ह्याप्पीनेस छ तपाई कुनै पनि अचिभमेन्ट जस्तै 10k फलोवर्स पाउने अचिभ गर्नुहुन्छ देन ह्याप्पीनेस पाउनुहुन्छ तपाईको गोल रियालिटी बन्ने तपाई खुसी पाउनुहुन्छ अथरको अनुसार इट इज नट ट्रू एट अल एक्चुअली मा यो इक्वेसन अपोजिटमा काम गर्छ ह्याप्पीनेस देन सक्सेस अर अचिभमेन्ट ह्याप्पीनेसले क्रिएटिभिटी प्रमोट गर्छ ह्याप्पीनेसले एनर्जी प्रोभाइड गर्छ ह्याप्पीनेसले रिलेसन राम्रो बनाउँछ अफ्टन हाई पर्फर्मर्स द ह्याप्पीनेस इक्वेसन फलो गर्छन् अथरले यो कन्सेप्टमा रिसर्च गर्ने काम र यो कन्सेप्टलाई टिच गर्नुहुन्छ अमङ एक्जिक्युटिभ्स सीईओज र म्यानेजर्स यो कन्सेप्टलाई इम्प्लिमेन्ट कसरी गर्ने इफ इट इज दैट इफेक्टिभ यु नीड लिस्ट अफ एक्टिभिटीज फर बिकमिङ ह्याप्पी 1 मेडिटेसन सिम्पली आफ्नो ब्रिदिङमा फोकस गर्ने 2 एक्ट अफ काइन्डनेस कन्सियस भएर एक्ट अफ काइन्डनेस गर्ने 3 एक्सरसाइज पुशअप्स रनिङ स्ट्रेचिङ एसेट्रा 4 स्पेन्डिङ मनी अन एक्सपिरियन्स नट मेटेरियल्स तपाईसँग पैसा छ भने आइदर एक्सपेन्सिभ रोलेक्समा खर्च गर्नुस् अर पोखराको ट्रिपमा खर्च गर्नुस् एक्सपिरियन्समा स्पेन्ड गरे मात्र ह्याप्पीनेस पाउन सकिन्छ 5 सिग्नेचर एक्टिभिटी तपाईको कुनै न कुनै एक्टिभिटी होला वेयर यु आर द बेस्ट त्यो एक्टिभिटी गरे ह्याप्पीनेस अचिभ गर्न सकिन्छ 6 एडिङ मिनिङ टु वर्क तपाई इमेजिन गर्नुस् तपाईलाई आइदर 2 थिंग्स गर्नु नै पर्छ 5 माइल्स वक तपाईको क्यान्सरको केयर अर गॉड अफ वार गेम खेल्ने फर 60 मिनट्स इफ एनीथिङ बिकम्स मिनिङफुल ह्याप्पी फिल गर्नुहुन्छ आफ्टर डुइङ इट द म्याजिकल नम्बर मल्टिपल रिसर्चले सो गरेको छ कि ग्रेटिट्युड सिग्नेचर एक्टिभिटी एसेट्रा 2.9 टाइम्स गरे इफेक्टिभ हुने गर्छ इफ राउन्ड अफ गरे एक्ज्याक्टली 3 टाइम्स युजुअली हामीलाई थाहा नै हुँदैन फिल गुड गराउने एक्सन कतिचोटि गर्नुपर्छ यो बुकमा दिए अनुसार इट इज मच इफेक्टिभ टु डु इट 3 टाइम्स फर एक्जाम्पल इफ तपाई ग्रेटिट्युड प्र्याक्टिस गर्दै हुनुहुन्छ डु इट 3 टाइम्स इफ तपाई बास्केटबल खेल्नुहुन्छ डु इट 3 टाइम्स द म्याजिकल नम्बर इज 3 द टेट्रिस इफेक्ट एउटा ग्रुप अफ पिपल थियो हरेक मान्छेले टेट्रिस गेम खेल्यो फर 2 to 3 आवर्स यो एक्सपेरिमेन्ट गरियो फर अ वीक एज आफ्टर अ वीक मान्छेहरूले रियल लाइफ वर्ल्डमा पनि टेट्रिस गेम जस्तै थिङ्सहरू अब्जर्भ गर्न थाले यो सिमिलर प्याटर्न नोटिस गर्न सकिन्छ इन मल्टिपल थिङ्स अथरले रेड कार किन्ने गोल राख्नुभयो एज अथरले गोल सेट गरे उहाँले मल्टिपल प्लेसेसमा रेड कार फाउन्ड गर्नुभयो दिस इफेक्ट इज कल्ड टेट्रिस इफेक्ट यो सिमिलर कुरा नेगेटिभ र पोजिटिभ माइन्डसेटमा अब्जर्भ गर्न सकिन्छ अब यो कन्सेप्टलाई इम्प्लिमेन्ट कसरी गर्ने टेट्रिस इफेक्ट इम्प्लिमेन्ट गर्न तपाई ग्रेटिट्युड लेख्नुस् अबाउट 3 पोजिटिभ एक्सप्रेसन बनाउनुस् अबाउट 3 गोललाई डेली वा विकली लेख्नुस् यसले टेट्रिस इफेक्ट इम्प्लिमेन्ट गर्न सहयोग गर्छ द कन्ट्रोल एन्ड अनकन्ट्रोल कलम अली अब्दुल अथर डाक्टर युट्युबर र एन्टरप्रेन्योर हुन् अलीले वान टाइम आफ्नो सब्सक्राइबरलाई भेट्नुभयो सब्सक्राइबरहरूले प्रब्लमको समाधान के हो भनी सोधे अलीको अनएक्सपेक्टेड एन्सर थियो प्रब्लमको रुट कज के हो सोध्नुभयो अडियो बुक्स कतिको सुन्दै हुनुहुन्छ त्यो प्रब्लम बारे सोध्नुभयो अली अब्दुलले कन्क्लुजनमा भन्नुभयो हामीले प्रब्लम सल्भिङमा फोकस गर्नुपर्छ यो कन्सेप्टले प्रब्लम सल्भिङलाई इफेक्टिभ बनाउन र ओभरथिङ्किङ एभोइड गर्न धेरै सहयोग गर्छ यो कन्सेप्टलाई इम्प्लिमेन्ट कसरी गर्ने सुरुमा प्रब्लमलाई क्लियरली डिफाइन गर्नुस् त्यसपछि त्यो प्रब्लम रिडिफाइन गर्नुस् इन सच अ वे प्रब्लम तपाईको कन्ट्रोलमा होस् यो प्रब्लमको रुट कज फाइन्ड गर्नुस् सल्युसन खोज्नुस् जुन तपाईको कन्ट्रोलमा छ प्रब्लम सल्भिङ गर्दा युजुअली हामी फ्याक्टर्समा फोकस गर्छौं जुन हाम्रो कन्ट्रोलमा हुँदैन फर एक्जाम्पल तपाईको भिडियो एडिटिङ स्किल खत्तम छ तपाई प्रब्लमलाई डिफाइन गर्नुहुन्छ मसँग प्रपर डिभाइस छैन तपाईको कन्ट्रोलमा यो प्रब्लम छैन देन रिडिफाइन गर्नुस् मसँग प्रपर एडिटिङ टेक्निक एन्ड ट्रिक्स छैन यो प्रब्लम तपाईको कन्ट्रोलमा छ यसको रुट कज के हो प्रपर एडिटिङ टेक्निक्स बारे थाहा नहुनु फाइनली यसको समाधान के हो समाधान एडिटिङ टेक्निक्स प्रपरली सिक्ने र इम्प्लिमेन्ट गर्ने हो द 20 सेकेन्ड रुल कुनै पनि ह्याबिटलाई बनाउन अर कुनै पनि ह्याबिटलाई छुटाउन 20 सेकेन्ड
इनफ छ। इफ तपाईलाई बुक पढ्ने बानी ह्याबिट बनाउन मन भए मेक इट सच अ वे इट ओन्ली टेक्स 20 सेकेन्ड्स। तपाई हरेक ह्याबिट हेर्नुस् जुन तपाई गर्नुहुन्छ। इट टेक्स लेस देन 20 सेकेन्ड्स। इफ तपाईलाई सर्टेन ह्याबिट छोड्न मन छ त्यो ह्याबिटलाई स्ट्रक्चर गर्नुस् सच अ वे 20 सेकेन्ड भन्दा धेरै लागोस् त्यो ह्याबिट गर्नको लागि। फर एक्जाम्पल अथरले गिटार प्र्याक्टिस गर्ने ह्याबिट बनाउने चेकलिस्ट बनाउनु भएको थियो। डे 1 डे 2 डे 3 सम्म चेकलिस्ट क्रस भयो तर डे 4 देखि डे 21 सम्म चेकलिस्ट क्रस भएन। अथरले स्मल चेन्ज गर्नुभयो। गिटार दराजमा बन्द थियो। अथरले गिटार स्ट्यान्डमा राख्नु भयो जुन 20 सेकेन्ड्समा एक्सेसिबल थियो। चेकलिस्ट डे 4 देखि डे 21 सम्म क्रस भयो। सिमिलर वेमा इफ कुनै पनि ह्याबिट गर्न 20 सेकेन्ड भन्दा धेरै लाग्यो भने ह्याबिटलाई फलो थ्रु गर्न सम्भव नै छैन। यो 20 सेकेन्ड रुललाई इम्प्लिमेन्ट कसरी गर्ने? कुनै पनि ह्याबिट इफ तपाईलाई बनाउन मन छ अब्स्ट्याकल्स रिमुभ गर्नुस् सच दैट 20 सेकेन्ड भन्दा कम समय लागोस्। ह्याबिट इफ तपाईलाई छोड्नु मन छ अब्स्ट्याकल इन्क्रिज गर्नुस् सच दैट 20 सेकेन्ड भन्दा धेरै समय लागोस्। थ्यांक्स फर वाचिङ। धन्यवाद।